खालीमै त छ ल झाडाबाट पसिना सुइसक्यो भरे भारी लिएर कसरी आउनु बुलेट सोल्टीको के अरे हिरो होन्डा अनि काकाको एम्माले दुःख दिइरहेछ आज एम्माले दुःख दिइरहेछ खै हाम्रो हेर्नु नि यहाँ फोटो यो पछाडिको भएन यो चाहिँ बाटो बिर्सेर बर्बाद हेलो हाई म पदम भट्टराई नमस्कार छ सबैजनालाई यसले सधैँ खेतको धान काटेको धान बोकेको देखाउँछ भनेर सोच्नुभएको होला आज चाहिँ म खेतको होइन आज म विदेश जाँदैछु अच्छा तपाईहरुलाई म आफ्नो देश अनि आफ्नो देश त छँदैछ अब विदेश पनि देखाउने छ अहिले चाहिँ म आफ्नो देशमा छु आज दुईटा देशको भ्यू देखाउँछु तपाईहरुलाई म अहिले चाहिँ म नेपालमै छु विदेश जाँदैछु हामीहरू तीन दाजुभाइ हुनुहुन्छ कोपी सोल्टी अनि काका सोल्टी हामी कहाँ जाँदैछ हामी कहाँ भने सोल्टीको हिरो होन्डा हो यो बुलेट होइन हिरो होन्डा हो सबैको हिरो होन्डा तपाईँको बुलेट हो मेरो त बुलेट हो अहिले चाहिँ हामी नेपालमै छौँ होइन अब लगभग 15-20 मिनट पछाडि इन्डिया हामी पस्छौँ होइन हेर्दै गर्नु होला अहिले चाहिँ पुरा पाइदल पेलाइ भइरहेछ हिरो होन्डा कुद्दैछ आइपुग्दा खुट्टा दुखिसक्यो त हाम्रो हजुरबा कता अब अलि पछि बाटो राम्रो आउँछ उता तल्लोपट्टि त राम्रो होला बाटो हाम्रो काका कहाँ छोडिनु भयो यहाँ कोदो कस्तो मले फलेको रहेछ होइन सोल्टी हजुर कोदो हेर्नु न कोदो कोदो दामी रहेछ फोटो खिचौँ न उभिएर अब भरे आउँदा खिच्नुपर्छ ल सँगले ल अब चाहिँ बाटो राम्रो क्लियर बाटो आयो बेलचनी कस्तो फलेको रहेछ बेलचनी यहाँ कोदो सुकाउनु भएको रहेछ के को मन्दिर रहेछ टाँकी फुलेको यहाँ हामी मिनी इलाम आइपुग्यौँ 4-5 महिना अगाडि आउँदाखेरि बाटो बनिएको थिएन अहिले बाटो सही बन्नेछ त्यो दामी बाटो बन्नेछ अहिले त यो राइसिङ पुल हामी चाहिँ अघि नै आइपुग्यौँ यहाँ काका आइपुग्नु भएको छैन खोइ काका खोइ बोर्डर आइपुग्न आँट्यो इन्डियाको मेरो एम्माको चियान खुट्छ क्या हो र धोका दिन आँटो क्या अब यहाँबाट हामी त छिर्ने इन्डिया जाने हामी चाहिँ अब ठ्याक्कै नेपाल र इन्डियाको बोर्डरमा आइपुग्यौँ अहिले चाहिँ हामी नेपालमा छौँ भने इन्डिया अब यसो 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 हुँदै जान्छौँ हाम्रो नक्सलबारी आज पानी खायौ आज आउँदैन पानी आएन अब पारी गरेर खानु अब हामी इन्डिया छेउमा आँट्यो उफ त्यो पिल्लर पोस्ट अझै चाहिँ हामी नेपालमा छौँ छिर्यो छिर्यो यो उकालोबाट इन्डिया रहेछ अहिले नेपालमा छु म इन्डिया छिर्न आँट्यो छिरे इन्डियामा छिरे ल के बोले के छ थाहा बोले इन्डिया आइपुग्यो विदेश होइन त्यो चाहिँ नेपालको आउटपोस्ट अब चाहिँ हामी इन्डियामा प्रवेश गरियो यो सबै देखेको चाहिँ इन्डिया ए भैँसी रागा सबै इन्डियाका पानी 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 झन्नै गइयो न यार सोल्टी हजुर काका खोइ हाम्रो काकाको साइकलले दुःख दिइरहेछ एम्माले दुःख दिइरहेछ आज एम्माले दुःख दिइरहेछ खै यो जुत्ता लाएर आउनु चाहिँ बेकार रहेछ
हो यार हाम्रो सोल्टीले भन्नु त भएको छ यार मेन खोला चाहिँ यहाँ बलुवा चाहिँ सबै इन्डियामा पर्दछ हौ हेर न यो बलुवा कस्तो दामी बलुवा हेर न वाह यो नेपालको भ्यू है इन्डियाबाट नेपालको भ्यू मैले हानिरहेको छु अहिले ओ पहाड पुरा नेपालको यो पानी बगेको चाहिँ इन्डियाको फेरि अहिले हाम्रो फोटोसुट भइरहेको छ यहाँ इन्डियाबाट नेपालको भ्यू निकाल्नलाई फोटोसुट भइसक्यो यहाँ हेर्नु नि यहाँ फोटो यो पछाडिको होइन यो चाहिँ लु फेरि फेरि पुरा फोटो हाम्रो कहाँको फोटोसुट भइरहेछ सुट पहिला 2010-11 म आउँदाखेरि यता घरै थिएन कि एक दुईवटा घर थियो हो अहिले आम्मा घरै घर नि उहाँहरू न घर कति पुरै टाउनै भइसक्यो यार यो अनि अब हाउडा ब्रिज आइपुग्यो है यो नक्सलको बारीको छेउमा हाउडा ब्रिज साइकल यहाँ राख्यो हामीले होइन यो गल्लीवा रहेछ साइकल राख्ने ठाउँ पनि फाइनली हामी नक्सल बजार आइपुग्यौँ यो चाहिँ नक्सलको बजार नक्सल मार्केट यस्तो भिड के भन्नु चस्माहरू पानी ट्याङ्की र बागडुग्रा कता जाने बाटो यो नक्सलको बस स्टप होला यो सायद मान्छेको भिड अब चाहिँ हामी नक्सलबारी घुम्दा गरेर अब चिया खान लागेको सामान चाहिँ अझै किनेको छैन चिया खाएर अलिक डर भएर किनेको होला के साह्रो भिड बजार के साह्रो भिड भगवान आज म रेलवे लिकमा हिँड्दैछु अब 10-12 वर्ष पहिला स्कुल लाइफमा हामी हिँडेर स्कुल जान्थ्यौँ यसो रेलवे लिक And the rolling tide add layers to the tranquil sense tape of this coastal escape. बाटो बिर्सेर बर्बाद फाइनली हामी सामान किनिसक्यौँ र लाग्यौँ घरतिर अब 4 बज्न आँटिसक्यो 7 बज्न आँटिसक्यो अहिले हामी फेरि हाउडा ब्रिजमा आइपुग्यौँ सामान किनिसकेर उहाँ काका चाहिँ साइकल ठेल्दै आउँदै हुनुहुन्छ यो पाराले कहिले पुग्नु पाएको यहाँ काग कति आमामा हाम्रोतिर आउने भाँगाटुटाहरू सबै यहाँ लिएर आउँदैन फेरि सामानहरू बोतल सतल प्लास्टिकका बोतलहरू प्लास्टिकका बोतल आमामा ए यहाँ बोतल बाटो पनि बेघरको बिचबाट रहेछ हामी चाहिँ बिचबाट आयौँ यहाँ जन्ती आउने दिन रहेछ जन्ती आएर यहाँ बाजा बजाउँदैछन् हामी चाहिँ बिचबाट गइरहेछ पुरै रात पऱ्यो नि हौ घाम डुबिसक्यो पुरै रातै पऱ्यो नि यहाँ गाईहरू